हेलो हेलो हाई नमस्ते सबैजनालाई। आज म चाहिँ कोरियामा अटम सिजनमा चाहिँ देख्न सक्नुहुन्छ यसरी वनजङ्गल नै रातै पहेँलै हुन्छ। जब जाडो सुरु हुने सिजन हुन्छ यसरी जताततै रातै पहेँलै देख्न सकिन्छ र यसरी रङ्गीचङ्गी हुन्छ यति बेला र यसरी देख्न सक्नुहुन्छ र बाँकी अरू भिडियो पनि अझै राम्रो राम्रो रुखहरूको चाहिँ खिच्ने प्रयास गर्नेछु, साथमा रहनु होला। यसरी बोटबिरुवाहरू चाहिँ पुरै रातो कलर ल्याउँछ यसरी देख्न सकिन्छ। एकदमै सुन्दर देखिन्छ यति बेला वनजङ्गलहरू पुरै रातो पहेँलो। यस्तो किसिमको रातो रुख अनि साथमा पहेँलो रुखहरूको चाहिँ रङ्गीचङ्गी दृश्य एकदमै मनमोहक देखिन्छ। यहाँ पुरै परसम्म उतापट्टि जङ्गल पनि एकदमै रातो भइसकेको छ। यसरी जङ्गलै रातो हुन्छ। पहेँलो रुख चाहिँ एकदमै मनमोहक दृश्य यहाँ देख्न सक्नुहुन्छ। सुन्दर घर सहित जङ्गल, सुन्दर जङ्गल यहाँ देख्न सकिन्छ। यति बेला एकदमै सुन्दर देखिन्छ जङ्गलहरू, कलरफुल देखिन्छ। एकदमै रङ्गीचङ्गी हुन्छ। पहेँला रुखहरू चाहिँ
र आजको भिडियो यति नै। हाम्रो भिडियो कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया लाइक कमेन्ट पनि गर्न नबिर्सनु होला। र म कोरियाको यहाँ पर्यटकीय स्थलहरू र यहाँ वरिपरिका कल्चरहरू र यहाँको मौसम सम्बन्धी पनि जानकारी दिने प्रयास गरिरहनेछु र छिट्टै अरू नयाँ भिडियो पनि लिएर आइरहनेछु। र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब फलो गरेर सपोर्ट गर्न पनि नबिर्सनु होला। र छिट्टै अरू भिडियो पनि आइरहनेछ। तबसम्मका लागि थ्याङ्क यू, बाई बाई।